रेडी भन न 1 2 गुड मर्निङ नमस्ते प्यापुलता सिद्धिले अब चाहिँ आज जिमबाट यसो हामी चाहिँ घुम्नु निस्केको गोतिर हो तपाईँहरू हेरिदिनुहोस् होला अब नेक्स्ट हाम्रो हिँड्दै गरेको र अनि अब उहाँ पुगेको छ कतै तपाईँहरूलाई देखाउने छु बाई यहाँबाट चाहिँ कहाँ जान्छ नि यहाँबाट तपाईँको सामसिङ मेटेली यो के भन्थ्यो यो के भन्थ्यो अनि यहाँ माथिबाट उफ्रिन्छ आइबिल सरी यता आइबिल यता मेटेली सामसिङ के आउँछ अझै अगाडि अगाडि धेरै कुरो छ तर अब हामी चाहिँ जस्ट जाँदैछौँ अलिकति अलरेडी हामी त बहुतचोटि गएको माइन्ड फ्रेस गर्नुको लागि चाहिँ निस्केको अहिले जिम घर गरेर परेसान भएर चाहिँ यस्तो लागेको हल्का खासै त्यस्तो छैन फेरि अब सायद मुड बन्ने भने हामी घुमेर आएर फेरि जिम गर्छौँ होला एकछिन वर्कआउट गरेर मात्रै फेरि घर जान्छौँ होला टाइम छ आज त बहिनीको पनि अब टाइम छ आज उसको पार्लर बन्छ सन्डेदेखि उसको ड्युटी छ भिडियोग्राफर त अब मेरो खतरनाक बहिनी हो नि अब प्रो प्रो अनि म त आउँदैन मलाई त भगवान जस्ट एउटा मेमोरी राख्नुको लागि क्या यस्तो होइन ब्लगर बनिनु युट्युबर बनिनु होइन जस्ट एउटा मेमोरी चाहिँ होस् न यादगार होस् कमसेकम नानीहरूले हेर्छ मेरो विशेष गरी चाहिँ मेरो दुईवटा नानीहरूलाई देखाउनुको लागि अब चल मम्मी यहाँ जाँदैछ उहाँ जाँदैछ मम्मी यो गर्दैछ भन्ने ठिक छ मम्मी राम्रो छ सपोर्ट गर्छ सबले यहाँ बहिनीले पनि मलाई धेरै सपोर्ट गर्छ माया गर्छ छोरीहरू नभने छोरीको तिर्सना मिटाइदिन्छ सोध्छ खोज्छ के छ कस्तो छ के गर्दै हुन्छ के खानुभयो राम्रो छ गुड म्यानरको छ अब यसो खोइ बिहा गर न बहिनी भनेर मान्दैन हो राम्रो केटा बिजनेसवाला होस् या नोकरीवाला सर्भिसवाला छ भने चाहिँ यसो 32 31 को छ भने पनि चलिहाल्छ तर गुड केटा चाहिएको छ यसो अब वैशाख पनि जानु आँट्यो नेक्स्ट इयरको लागि अब अहिलेको लागि त भन्नु सक्दैन हो बहिनी अलरेडी अब आफ्नो बिजनेस छ उसको हो त्यो कारणले चाहिँ अब ज्वाइँ चाहिँ राम्रो चाहियो होइन भनेको जस्तो पायो भने राम्रो छैन कमेन्ट्समा लेखिदिनुहोस् है कमेन्ट्समा छ भने ऊ चाहिँ गुरुङ हो अब गुरुङहरूलाई कस्तो कस्तो मिल्छ खासै मलाई चाहिँ थाहा छैन चल्छ तामाङहरू भए पनि चल्छ राई भए पनि चल्छ लिम्बू भए पनि चलिहाल्छ हो तर अब थर चाहिँ उनीहरूको स्वागे चाहिँ के हो त्यो चाहिँ खासै मलाई थाहा छैन तपाईँहरूले आफै सोचेर सम्झेर भनिदिनुहोस् न होइन फेरि मलाई कमेन्टमा भन्ला नि फेरि आफ्नो छोरीको लागि खोज्दैन ऊ बहिनीको लागि ऊ खोज्छ भनेर भन्छ होला अब छोरीहरूलाई रिक्वेस्ट गरेको मान्दैन बिहा गर न भने मम्मी अहिले गर्दिनँ बिहा अहिले टाइम छ म्याक्सिमम् 30-32 इयर्सपछि मात्रै गर्छु भन्छ हो अरूको लागि चाहिँ हेरिदिनु पऱ्यो अब सोचाइ चाहिँ त्यही छ कति बिहा खानु यार यो 2006 त झन् बिहाइ खाएर खतम यहाँ बहिनीको चाहिँ खानै पाएको छैन चेन्नईको पहिलाको मन्त्रीले पनि नछोडेको अन्त दिदी हामी फेरि आएको आज तर कम्ती छ नमस्ते अनि तपाईँ फ्री हुनुहुन्छ आज भर्खर अस्ति त झन् योभन्दा छिटो आएको थियो है हामी यहाँबाट चाहिँ हेर्नुहोस् ल
यहाँबाट चाहिँ यस्तो भ्यू छ आमाके चाहिँ देखावा नौ तुमी छ तेरे त्यो तपाईँको चाल्साबाट आउने बाटो त्यहाँदेखि टक्कै उँभो जाने बाटो लाली गुराँस कहाँ जाने धेरै टाढा अन्त हामी चाहिँ यहाँ जहिले पनि आउँछौँ यहाँ दिदीकोमा चाहिँ हामी यस्तो नास्ताहरू यसो चिया खाएर जान्छौँ आज हामी चाहिँ यहाँ आएको छौँ यहाँ दिदीकोमा आएको छौँ सबै बहिनीहरूसँग आज धेरै साथीहरू आएन हो सुँगुर रानी रहेछ सुँगुर रानीको चाहिँ आज बिचरा अब पोस्टमार्टम हुँदैन रेस्टुरेन्ट पिस भएछ होइन पोस्टमार्टम भर्खर लडाइँ आएछ अरे भने पोस्टमार्टम हुन्छ सुँगुर रानी जताको उही यहाँ चाहिँ हाम्रो कलवा दाजुको बाजे कलवा दाजुको ग्रान्डफादर यहाँ चाहिँ कलुइनी रहेछ यो मैले बाख्रा देखाएर सुँगुर गराइ ढुट्टो पारे भन्छ होला हो त्यहाँ अगाडिबाट कलवा मामाले वेलकम गर्दैछ त्यसको पछाडि देखाउँदै कलवा मामा हो चाहिँ मतलब यहाँ जति पनि तपाईँले भेट्छ सबै कलवा फ्यामिली हो सबैजना कलवा फ्यामिली हो यहाँ पनि कलवा दाजु रहेछ यो बहिनीले आज भ्लग चाहिँ कलवा मामाले वेलकम गर्दैछ घरको बाटो देखाउँदैछ तर हामी जय श्रीराम दोकानले जय श्रीराम भन्दैौ न एकपल्ट है जय श्रीराम मलाई अलिक आउँदैन रहेछ क्या तामाङहरूलाई भन्नु आइपुग्यो हामी हाम्रो डेस्टिनेसनमा हामी चाहिँ आएको यहाँ एउटा आन्टीको दोकान कि पोरपरा नेक्स्ट इयर आएको नि हामी आएको थियौँ हामीहरू आम्मा कस्तो अरे पोरपरा उँधो 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 उता त अहिले उपरबाट देखाउनु न अब बनिन्छ नि टेन्सन नलिनु नि अलिक सबर गर्नुपर्छ यो चिजलाई यहाँ भाइ सिक्दै भाइ के अलिक उता जाने आज चेन्ज गर्ने कहाँ उता चाहिँ के छ र होस् यहाँबाट भ्यू हेर्दै है बेसी चेन्जेस राम्रो होइन नि उहाँ बाबुको दाजु उहाँ कलवा दाजुको चाहिँ फेरि नाति तिमीले कुकुर के आन्टी ओ नि अन्त तिमी थियौ म थिएँ बहिनी थियो हामी चारजनै थियौँ चारजना थियो চারজনই ছিলাম হ্যাঁ না কে ছিল হচ্ছে কি ছজনের মধ্যে ছিলাম মনে হয় 3টে স্কুটি ছিল মনে হয় लागि के भन्ने यता गफ गर्नु अब वाइवाई खाँदैछौँ यहाँ आएर हो चालसामा पाउँदैन सामसिङमा मात्रै पाउँछ अन्डा खानु फेरि अन्डा चाहिँ सबै पाउँदैन वाइवाई घुम्ने आएको थियो सबै नेपाली दाइमा चाहिँ बोल्दै 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 घुम्ने आएको थियो अन्त जान्दैन अब हामी नास्ता पानी गरेर चाहिँ निस्केको हो